दाइ आज दोस्रो दिनको टार्गेट के छ भन्नु भन्नु त के छ अहिलेसम्म हाम्रो के काम सक्यो हिजो आज हिजो धेरै काम सक्यो है के काम सक्यो हिजो भन्नु त मेन भनेको चाहिँ जुन ओभरहलिङ गर्ने हो त्यसलाई सटडाउन गरियो अनि सटडाउन गरेपछि चाहिँ यता गेट लगाइयो त्यहाँ तल टेन्डेसको अनि डिवाटरिङहरूको काम भयो डिवाटरिङ काम पनि भयो अनि एमआइबीलाई क्लोज गरियो अनि त्यहाँपछि बिचको पानी चाहिँ फाल्यो डिवाटरिङ गरेर अनि त्यहाँपछि चाहिँ त्यो टर्बाइनको पिट सेन्सरहरू सबै निकाल्यो डिस्कनेक्सन गरियो ट्याग लगाइयो अनि त्यहाँबाट त्यो गरियो अनि अरू के गर्यो माथि आयो कार्बन सफा गरियो कार्बन बक्सहरू हेरेर सफा गरियो होइन त्यही गर्यो अब आफ्नो भर्खर पहिला सुरु यसको पहिला सुरु हामीले सरसफाइ गर्छौँ होइन त ठाकुरजी अनि त्यसपछि के गर्छौँ मेगर गर्छौँ खोलेर मेगर गर्ने एक घन्टामा तलको चाहिँ बोल्ट चाहिँ खोलिरहेको छ होइन माथि चाहिँ सरसफाइ चाहिँ 8 नम्बर सरसफाइ भइरहेको सरसफाइ भएपछि बोल्दा के त आज रनर फ्री होला त हेर कतिको गाह्रो हुन्छ ल आज साँझसम्म रनर फ्री गर्नुपर्छ है होला आशा गरौँ लाग्छ यो आज दिनभरि लाग्छ ल यो गर्नलाई अब खोल्दै जान्छ कुनै बेला छिटो पनि हुन्छ अब कुनै बेला ढिलो पनि हुन्छ निकाल्ने सकेसम्म चाहिँ बटम रिङ पनि झार्ने सकेसम्म होइन रनर त झर्दैन किनभने गाइडब्यान्डले गाइड सकेसम्म गाइडब्यान्डहरू राख्नु पऱ्यो त्यहाँदेखि तल अब लोवर निकाल्नु पऱ्यो लोवर बुस राख्नु पऱ्यो बटम रिङ निकाल्नु पऱ्यो बटम रिङ निकाल्नु पऱ्यो पछाडि गाइडब्यान्डहरू माथि ल्याउनु पऱ्यो गाइडब्यान्ड माथि ल्याउनु पऱ्यो भन्नुहोस् त यो भेन्टिलेसन हामीले फेरेर अब यहाँ के हुन्छ अब यो चाहिँ एयर कन्डिसन सेफ पाउँछ अनि त्यसपछि प्यानलको आयु अलिकति भयो भने बढ्छ इलेक्ट्रिकल टिमबाट सपोर्ट कस्तो भइरहेछ तपाईँलाई राम्रो भइरहेको हो केही छ हामीले भन्नुपर्ने अरू अरूमा केही छैन ल केही छ भने भन्नु होला सबैले सहयोग कसैले केही चोट पटक नलागोस् सबै सेफ भएर काम गर्नु पऱ्यो नयाँ हो सर पिएच प्यानलको फिल्टरहरू सबै जाम भएछ एयर सक्सन गर्ने फिल्टर हुन्छ नि बाहिरको चिसो हावा लिने त्यसपछि माथि भेन्टिलेसनबाट तातो हावा फाल्ने त्यो एयर सक्सन गर्ने फिल्टर चाहिँ एकदमै जाम भएछ त्यसलाई रिप्लेस गरेर हामी चाहिँ नयाँ हाल्दैछौँ अनि यो कभर पनि नयाँ हाल्नु लाग्यो आज चाहिँ अब हाम्रो यो इलेक्ट्रिकल इक्विपमेन्ट्सहरू चाहिँ क्लिनिङहरू र यसमा चाहिँ केही डिफेक्ट्सहरू छ कि छैन कोरोजनहरू भएको छ कि छैन अथवा चाहिँ हिटले गर्दा केही भएको छ कि भिजुअल इन्सपेक्सनहरू हुँदैछ ल ठिक छ ल हेरौँ त मिलेर काम गरौँ ल 9 बजीसम्म भयो भने झार्ने 2 घन्टा लेट भएछ भने झार्नु पर्छ ल गुड स्पिरिट